किराँतीहरूको महान चाड उधौली पर्व 2082को अवसरमा किराँत राई यायुखा गाउँकार्य समिति मिक्लाजुङ 4 रवि 5 ले आयोजना गरेको अन्तरपालिका स्तरीय साकेला नृत्य प्रतियोगितामा तुम्बेवा गाउँपालिका 5 थरको साकेला टोली प्रथम पाएको छ। मिति 2082 साल मङ्सिर 18 गते बिहिबारका दिन मिक्लाजुङ 4 रवि बजारको रविकर्ण चोकमा आयोजित उक्त प्रतियोगितामा किराँत राई यायुखा गाउँकार्य समिति मिक्लाजुङ 4 का अध्यक्ष श्री कुमार राईको अध्यक्षता तथा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सन्त कुमार शेर्माको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथिमा मिक्लाजुङ 4 का वडा अध्यक्ष रामकुमार राई, इलाका प्रहरी कार्यालय रविका प्रमुख दुर्गा राई रहनु भएको थियो। अन्य अतिथिहरूमा वडा नम्बर 4 का वडा सदस्यहरू, विभिन्न सङ्घ संस्थाका प्रमुखहरू, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो। आफ्नो संस्कार संस्कृतिको जगेडा गर्ने उद्देश्यले इतिहास, भूगोल, संस्कृति र सभ्यताको सम्मान, समग्र नेपाली मूलवासीको आह्वान भन्ने नारासहित यायुखाले विगत 3 वर्षदेखि लगातार रूपमा वर्षौनी उधौली र उभौली पर्वको अवसर पारी अन्तरपालिका स्तरीय साकेला नृत्य प्रतियोगिताको आयोजना गर्दै आएको हो। यस पटकको उधौलीमा आयोजित उक्त प्रतियोगितामा मिक्लाजुङ 1, 2, 3, 4, 5 र तुम्बेवा गाउँपालिकाको साकेला टोली सहित गरेर 6 वटा साकेला टोलीको सहभागिता रहेकोमा मिक्लाजुङ 5 कुरुम्बाको साकेला टोली तेस्रो, मिक्लाजुङ 3 आरोबोटेको साकेला टोली दोस्रो र तुम्बेवा गाउँपालिकाको साकेला टोली प्रथम हुन सफल भएको आयोजक किराँत राई यायुखा गाउँ कार्य समिति मिक्लाजुङ 4 का अध्यक्ष श्री कुमार राईले जानकारी दिनुभयो। अध्यक्ष राईका अनुसार प्रथम हुने टोलीले नगद रु 15,000 र प्रमाणपत्र, दोस्रो हुने टोलीले नगद रु 10,000 र प्रमाणपत्र, तेस्रो हुने टोलीले नगद रु 5,000 र प्रमाणपत्र प्राप्त गरेका छन् भने अन्य सहभागी टोलीलाई पनि प्रोत्साहन स्वरूप नगद रु 4,000 को दरले पुरस्कृत गरिएको छ।